लास्ट विक मात्रै हाम्रो दक्षिण एसियाको अवस्था तनावपूर्ण थियो। हाम्रा दुई छिमेकी इन्डिया र पाकिस्तान एक अर्कालाई आक्रमण गरिरहेका थिए र सिचुएसन एस्केलेट भएर ठुलै युद्ध पो हुने हो कि भन्ने डर थियो। इन्डिया र पाकिस्तान बीच विगतमा पनि यस्ता कन्फ्लिक्टहरू बेला बेला हुँदै नै आएका छन्। कहिले गोली आनान त कहिले एयर स्ट्राइकसम्म पुगेर स्थिति कन्ट्रोलमा आएका केसेस पनि छन् भने कति कन्फ्लिक्टहरू एस्केलेट भएर फुल स्केल वारसम्म पनि पुगेका छन्। यो पालिको कन्फ्लिक्टको युनिक पक्ष भनेको चाहिँ इतिहासमै पहिलो पटक दुवै देशले मिसाइल र ड्रोन जस्ता एडभान्स वेपनहरू प्रयोग गरे। यसले स्थिति आउट अफ कन्ट्रोल भएर 26 वर्षपछि फेरि फुल स्केल वार पो हुने हो कि भन्ने डर सिर्जना गरेको थियो। इन्डिया र पाकिस्तानले विगतमा 4 वटा फुल स्केल वार लडिसकेका छन्। 1947 को फर्स्ट कश्मीर वार, 1965 को सेकेन्ड कश्मीर वार, 1971 को बंगलादेश लिबरेसन वार अनि 1999 को कारगिल वार। फुल स्केल वारमा मात्रै इन्डिया र पाकिस्तान दुवैतिरको जोड्दा लगभग 25,000 जना मिलिट्री पर्सनलहरूको ज्यान गइसकेको छ। त्यति नै मात्रामा आम जनताको पनि डेथ भएको छ। यसमा बेला बेला हुने सानातिना आक्रमणहरू जोडिएको छैन। त्यो पनि जोड्ने हो भने ज्यान गुमाउनेको संख्या अझै धेरै हुन जान्छ। युद्धले कसैलाई पनि फाइदा गर्दैन। युद्धमा संलग्न हुने दुवै देशले नै निकै ठूलो मात्राको मानवीय अनि आर्थिक मूल्य बेहोर्नु पर्ने हुन्छ। हजारौं मान्छेले ज्यान गुमाउँछन् अनि अरबौं पैसा बारुद पड्काएर सकिन्छ। त्यसैले अहिलेको यो कन्फ्लिक्ट फुल स्केल वारसम्म नपुगोस् भन्ने कामना थियो। सिचुएसन एस्केलेट हुनु अगाडि नै बेलैमा युद्ध विरामको सम्झौता हुनु धेरै नै सकारात्मक कुरा भयो।